नमस्ते सम्पूर्णलाई पुनः पनि म एउटा कुरा भन्न मन लाग्यो। कर्णालीवासी जनताहरू सधैँ हामी भेडा भेडा भनेर गनिने चिनिनेहरू जनताहरू पार्टी नचुन कि पार्टी चुन्ने होइन, व्यक्ति चुन्ने हो। व्यक्तिले कुन काम गरेको छ त्यो काममा जानुपर्ने हुन्छ। माओवादी आयो कोही पालो परेन, कांग्रेस आयो केही परेन, एमाले आयो केही परेन। अब भन्छन् कि यो गर्छन् बाटो झाड्ने गर्ने काम, यो हाम्रो स्वरोजगारको काम आयो भने गर्यौ के गर्यौ त? आफ्ना घर भर्यौ, आफ्नो आफ्नो गर्यौ साथीहरू होइन। तर यो अब जो आउँदैछ नि, यो हिन्दू महासङ्घ हाम्रो रापरबा भनौँ जुन भने पनि एउटा व्यक्ति, जुन व्यक्तिले के काम गरिरहेछ, वार्ड हान्नु भएको छ क्या, उहाँले 20 वार्ड चिन्नुहोस्, मनन गर्नुहोस्, खण्डन गरेर झगडा नगर्नुहोस्। झगडा गरेर यहाँ हुनेवाला छैन, मारकाट गरेर हुनेवाला छैन। एकअर्काले यो बलि, खसीको बलि त होइन नि, बलि दिने चाखुडो चौडो मार्नु पनि एकदम टाइम लाग्छ साथीहरू। धेरै सिक्नुहोस्, टिक्नुहोस्, यज्ञता गर्नुहोस्, वैधानीमा जानुहोस्, के छ कस्तो के भइराखेको छ। 20 वार्ड हान्नु भएको छ ज्ञानेन्द्र साईजीले। यस्ता यस्ता व्यक्तिहरूलाई अगाडि बढाउनुहोस्, के बढ्न दिनुहोस्, खुट्टा नतान्नुहोस्। एकै हाम्रो जुम्लामा हेर्नुहोस् त कस्तो गरेर हिजो रातिको घटना कस्तो भयो, एकदम मलाई दुःख लाग्यो। म भारतको बेङ्गलोरदेखि बिलम्ब गरिरहेको छु, किनभने म अब आउने समय मिलला आउँला, आफ्नो ठाउँमा छ। तर एक भएर आफ्नो कर्णालीवासीको चिनाउनुहोस्, के कर्णाली जुम्लीलाई चिनाउनुहोस्, जुम्लीले अरूलाई चिनाउन्। मुस्ताङमा स्याउ कसरी, जुम्लाका स्याउ कहाँ कहाँ पुग्यो, पुरै अल इन्डिया चाइनाका स्याउ बलक भए थाहा छैन। भुरौटेहरू हो, झोलेहरू हो, बुझस् कुन के गर्छ, कसले के गरेछ, कुन जो अगाडि बढ्छ उसको खुट्टा नतान कि उसलाई अगाडि बढाउन देऊ, बढ्न देऊ भन्दै जय राष्ट्रवाद, धन्यवाद।